सम्पूर्णमा नमस्ते नमस्कार। तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी क्लास 10 को सेट च्याप्टर पढ्न गएका छौं, जुन चाहिँ क्लास 10 को लागि धेरै इम्पोर्टेन्ट टपिक हो, टु सेट ओभरल्यापिङ हो। अब सेटको केही बेसिक फर्मुलाहरु पढ्ने, त्यसपछि हामी एक्सरसाइज तर्फ जाने। सबभन्दा पहिला त टु सेट ओभरल्यापिङको ट्रिक अनुसार हामी फर्मुला सिक्छौं है त। ल सिकौं है। यो सेट ए भइहाल्यो, यो सेट बी भइहाल्यो। भएन, त्यसपछि यसलाई यसको नाम भइहाल्यो एन ए इन्टरसेक्सन बी, यसको नाम भइहाल्यो एन बी। यो भित्र भयो भने नम्बर अफ ओन्ली बी, यो भित्र भयो भने नम्बर अफ ओन्ली ए, यो मात्र भयो भने एन ए। अनि त्यसपछि यो बाहिर भयो भने कम्प्लिमेन्ट ए युनियन बी को कम्प्लिमेन्ट। यति हामी जानिराख्यौं हैन। अब यसको फर्मुला लेख्नको लागि एन यू लेख्नको लागि के हुन्छ भन्दाखेरि एन ए गर्छौं हामी प्लस, त्यसपछि एन बी गर्छौं, त्यसपछि के छ भन्दाखेरि यो भइहाल्यो एन ए भनेको यो पुरै होल सेक्सन, त्यसपछि एन बी भनेको यो पुरै होल सेक्सन। त्यही भएर यसमा हामीले यसमा इन्टरसेक्सन माइनस गर्नुपर्ने हुन्छ, किनभने रिपिट भयो। अनि त्यसपछि यो बाहिरको पार्ट कम्प्लिमेन्ट चाहिँ एड हुने भयो, युनियन बी को कम्प्लिमेन्ट। यही कुरा अब हामीले ओन्ली को केसमा लेख्यौं भने यसरी हुन्छ एन नम्बर अफ ओन्ली ए, नम्बर अफ ओन्ली बी। यसमा नम्बरमा माइनस हुन्थ्यो भने यसमा के हुन्छ प्लस हुन्छ इन्टरसेक्सन। त्यसपछि यो जस्ताको त्यस्तै लेखिन्छ हैन। अब त्यसपछि ए युनियन बी लेख्न पर्दाखेरि फर्मुला के हुन्छ भन्दाखेरि एन ए प्लस एन बी माइनस ए इन्टरसेक्सन बी। यसमा के हुन्छ भन्दाखेरि ए युनियन नम्बर अफ ए युनियन बी को केसमा कम्प्लिमेन्ट बाहेक हामी सबै सार्दिने। फेरि यसको अरूवाला फर्मुला ओन्ली को केस वालामा यो हुन्छ, यसमा यो प्लस गर्दिने ओन्ली को केसमा। त्यसपछि हामी अब यहीबाट हामीले इन्टरसेक्सन निकाल्नु भन्ने हो, केही कुरा निकाल्नु भने यसैलाई हामीले इक्वेसन बनाएर हामी सल्भ गर्न सक्छौं सजिलै। अब केही बेसिक कुराहरु छ, नम्बर अफ एट लिस्ट वान को सोधिरहेको क्वेसनहरु हो। एट लिस्ट वान भन्नाले ए नम्बर अफ ए युनियन बी, त्यसपछि नम्बर अफ एट मस्ट भन्नाले एट मस्ट वान भन्नाले एट मस्ट वान भन्नाले इन्टरसेक्सन बी को कम्प्लिमेन्ट है त। ल अब यसमा एटलिस्ट वान भनेर क्वेसनमा सोधियो भने हामीले हाम्रो फर्मुला के छ नम्बर अफ ए युनियन बी। यसको मतलब हामीले यो दुवै मध्ये जुन गिभन हुन्छ त्यो फर्मुला युज गर्ने है त। ल हस्, आजलाई यति, धन्यवाद। अब यसपछि हामीले ओन्ली को फर्मुला लेख्छौं, नम्बर अफ ओन्ली ए। नम्बर अफ ओन्ली ए हुनको लागि हामीले एन ए बाट यो इन्टरसेक्सन के गर्ने माइनस गर्दिने। यसै गरी हामीले बी को लागि एन बी बाट इन्टरसेक्सन माइनस गर्दिने। किन हो भन्दाखेरि अब यो एन ए भन्नाले यो पुरै पोर्सन, योबाट यति पोर्सन घटाएपछि त एन नम्बर अफ ओन्ली ए यति भयो हैन। त्यसपछि एन ए युनियन बी को कम्प्लिमेन्ट इक्वल्स टु एन यू बाट के गर्दिने एन
युनियन बी घटाइदिने, यो कम्प्लिमेन्ट होइन है, हस्।